And welcome back to my new vlog. आजको भ्लग स्टार्ट गर्न गइरहेको छु। यहाँनिर हो टिका नाना पनि अलरेडी आइछ। रिम्पल तिमी पनि यता गएको ल? ए यहाँ हाम्रो हिरो त नभ्याउने रहेछ योपालि हो। यो चाहिँ हाम्रो आमचोङ साइलीको घर हो, मेरो सासूको। यहाँ चाहिँ टिका नाना हामी चाहिँ यहाँ आज हाम्रो प्रोग्राम चाहिँ यही छ। तपाईलाई देखाउँछु ल भित्र पनि कस्तो रहेछ भनेर। यहाँ चाहिँ यस्तो छ माथि नै। यस्तो छ है, यहाँ चाहिँ यस्तो दामी छ। यहाँ चाहिँ सिटिङ रुम छ। यहाँ चाहिँ सिटिङ रुम हो। यहाँ चाहिँ छसम्म हो। आउनु न हौ, आउनु म देखाउँछु। यहाँ आउनु न म देखाउँछु के बनाउनु भएको। मोमो नाम चाहिँ स्पेसलिस्ट यहाँ हो। आगे यो के को लागि बनाएको अलिक भनिदिनुहोस् त, अलिक जोडले। ए त्यो है गाउँको सबैजना आएर सघाएर बनाएको हो नि। ल मोमो नाम चाहिँ यहाँ यो मोमो नाम चाहिँ बनाउने चाहिँ यहाँ आन्यौ हो। मेन बिचारा वर्षै पछि बनाउनुहुन्छ हो यहाँ आन्यौले। यता हो यो बहिनी यता हेर्नुहोस् त, यता जहिले पनि बनाउनुहुन्छ हो। यहाँनिर बोल्नु चाहिँ कता आइन्छ। बिचारा यति साह्रो इच्छा सिक्दैछ है बिस्तारै बिस्तारै। खाजा ल्याइदिनु भएछ, भुजा र आलुदम। सबैजना आउनुभयो अहिले चाहिँ। टिका नाना तपाईँलाई के भयो अरे? ढाड दुख्यो। माछीलाई के भयो? अस्ति तल कि मोमो बेसी बसेर बनाएको 10 बजीदेखि 3 साढे 3 सम्म मोमो बनाएको कि। ए तल हो त। देखिरहेको छ हेर्नु न। 150 फोटो पनि मान्दैन पो रहेछ। के गर्नु भएको तपाईहरुले? नाना चाहिँ साह्रो खुसी छ। यहाँ हेर्नु न। अन्धेरो भयो यतापट्टि फोन पो बनाउनु थाल्यो। हेलो म गिजिङबाट बोलेको। चेयर चाहिँ खाप्जे पोल्नु हुँदैछ। आनी आनी दुईटा चुल्हा बनाएर यहाँ र त्यहाँ। हजुर हजुर त्यसको लागि पोल्नु भएको है। हेलो सबैजनालाई। चाहिँ हाम्रो आगे छुङछुङ माछी। अब चाहिँ खाप्जे बनाउनेहरूलाई सब खानु बोलाउनु हुँदैछ हो।
Hey, how is it? Micho? अब चाहिँ यहाँ चाहिँ खाना हो खाब्जे बनाउनेहरूको लागि खाना स्टार्ट है अघि एक ग्रुपले खायो अब फेरि यहाँ मिठो रहेछ लान्यो नामचम बनाइसक्यो अब सक्यो है अनि अब यति मात्रै होला पोल्नु है रोजिला सक्यो अब अलिकति पोल्नु छ है हो जाने आनीहरूको पनि सक्नु आँट्यो है ल अब ए आनीहरूको पनि सक्यो अब आज चाहिँ है यो 40-50 केजी है खाब्जे फपुनाम्ची चाहिँ के को लागि पोल्नु भएको थियो यो लाई यो हाम्रो पेमेन्सी गुम्बामा अब 22 तारिकदेखि ल्युदिम हुँदैछ त्यसले गर्दाखेरि छो माथि अन्त अब चाहिन्छ पाहुनाहरू आउँछ हो लाई अन्त रिम्पुछीहरू आउनुहुन्छ उहाँहरूको लागि अब छो चढाउने सबै अनि के अरे यो लामाहरूलाई सबै अलिअलि एसोसिएसनहरूको लागि पोलेको आज यहाँ हाम्रो ननेमको बिल्डिङमा ए लाई यो चाहिँ वर्षै पछि नै गर्नुहुन्छ नि है तपाईहरु यो सालै पछि हुन्छ अब 13 वर्ष भयो ए लाई अब चाहिँ अब यो सालसम्म चाहिँ 13 वर्ष भयो यो पालि पोलेको लाई सब्जीहरू पोलेको चाहिँ चाहिँ झेरोहरू चाहिँ उता चौमनतिरबाट ल्याउँछ सब्जी चाहिँ हामी गेजिङको हुन्छ यहाँ ए अब चाहिँ सक्यो नि है ल अब अहिले सक्यो अब यो माथि यहाँनिर पोल्नु साथी आइदिएकोमा भनेर लाई गुम्पामा चाहिँ कति तारिकदेखि स्टार्ट छ होला हाम्रो 22 तारिकदेखि छ 22 तारिकदेखि चाहिँ कति तारिकसम्म ल 22 तारिकदेखि 31 तारिकसम्म हो ए त्यही त सबैजना है माथि यसो पेमेन्ट गुम्पामा अनि सबैजना सक्नुभयो भने ल्युदिनमा आउनुभयो भने पूजा राम्रो हो ठुलो हो विश्व शान्ति पूजा हो ल्युदिनको पूजामा आउनु सक्नुभयो भने तपाईँहरूको घर शान्ति हुन्छ तपाईँहरूलाई राम्रो हुन्छ हो यो एकदमै ठुलो स्याप्तेन हो यो सिक्किम मात्रै होइन वर्ल्डको लागि स्याप्तेन हो यो चाहिँ सबै ठाउँबाट लामाहरू आउनुहुन्छ हो सबै सिक्किम त होइन बाहिरबाट पनि मान्छेहरू लामाहरू आउनुहुन्छ सबै अन्त गेजिङको सराउन्डिङको चुम्बुङ सिङ्ग्याङ पेलिङ त्यहाँदेखि अन्त उता राबङ गान्तोक एन्चेबाट सबै ठाउँबाट आउनुहुन्छ मान्छेहरू कि तपाईँहरू पनि भ्याउनु भयो भने आउनुहोस् फुर्सद भयो भने 1 दिन 2 दिन यसो एटेन्ड गर्नुभयो भने ऋषिहरूको दर्शन हुन्छ योपालि अब 13 वर्षको गर्दैछ ग्रान्डली अब मनाउने योपालि अब ग्रान्डली पूजा हुन्छ पूजा हुन्छ योपालि त्यसले गर्दाखेरि 13 वर्षको सेलिब्रेसन जस्तो हुन्छ तपाईँहरू आउनु सक्नुभयो भने आउनुहोस् राम्रो हो एकदमै पूजाहरूको लागि ल हेर्नुहोस् त कस्तो दामी भएको छ फमुनाम्चो पनि हाब्जे पनि पोलिसक्यो हो बिचरा हाम्चोङहरूले हो यहाँ सबैजना फर्किनु भयो र अब हामी पनि फर्किनु आँटेको छु प्याकिङ पनि भइसक्यो हाम्चोङले त्यहाँ प्याकिङ गर्दैछ हो आज झुन्झुले यहाँ गर्दैछ सक्यो है अब आज्ञा हामीले खाब्जीहरू बनाइसक्यो र अब सबैजना घर जानु आँटेको हो र हाम्रो टिकाना र माछी चाहिँ के भन्नु छ भनिदिनुहोस् त अब चाहिँ हामीहरू अहिले यहाँनिर बनाइसक्यो हो अब हामी चाहिँ घर जाँदैछौँ अनि हाम्रो यो पेमा नामको पेजमा गएर चाहिँ युट्युब च्यानलमा गएर लाइक सेयर सब्सक्राइब गर्नु नभुलिदिनुहोस् ल
मेरो है भिडियो चाहिँ मन पर्यो भने चाहिँ प्लिज लाइक सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। तबसम्मको लागि चाहिँ बाई बाई। तपाईँहरूलाई फेरि नेक्स्ट भ्लगमा भेट्नेछु।